नेपाल र युएई भिड्दै नेपाल पहिलो जितको खोजीमा। आईसीसी विश्वकप लिग 2 अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपाल र युएई भिड्दैछन्। खेल आज बिहान 11:15 बजे युएईको घरेलु मैदान आईसीसीको एकाडेमी मैदानमा सुरु हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुँदा युएई दोस्रो जितको खोजीमा हुनेछ। अघिल्लो खेलमा युएईले नेपाललाई 5 विकेटले हराएको थियो। नेपाल, अमेरिका र युएई सम्मिलित सिरिजमा नेपाली टोली आफ्नो जादु देखाउन सकिरहेको छैन। नेपालको बलिङ र ब्याटिङ लाइन पूर्ण रूपमा ध्वस्त बनेको छ। आशा गरिएका खेलाडीहरू चल्न सकेका छैनन्। सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग 106 रनको फराकिलो हार बेहोर्न पुगेको थियो। 262 रनको लक्ष्य पन्छ्याएको नेपाल 39 ओभर 1 बलमा अल आउट भयो। दोस्रो खेलमा नेपाल युएईसँग 5 विकेटको हार बेहोर्न पुग्यो। 300 बलमा नेपालले 233 रनको लक्ष्य दिँदा युएईले 43 ओभर 3 बलमा भेट्टाउँदै खेल आफ्नो पक्षमा पारेको थियो। तेस्रो खेलमा नेपाल अमेरिकासँग 4 विकेटले पराजित भयो। 271 रनको प्रतिस्पर्धात्मक लक्ष्य अमेरिकाले 49 ओभरमा पूरा गर्दै खेल जित्यो। यहाँ पनि नेपालको बलरको जादु देखाउन सकेनन् भने नेपाली ब्याट्सम्यानले औसत प्रदर्शन गरे। यस्तो अवस्थामा नेपाली टोलीलाई जित निकाल्नै पर्ने दबाव रहेको छ। निरन्तरको हारलाई ब्रेक लगाउँदै सान्त्वना जित सहित नेपाल लयमा फर्किन नेपाली टोलीले दिलो ज्यान लगाउनु पर्ने देखिन्छ। नभई लिग 2 मान्यता जोगाउन पनि हम्मे हम्मे पर्ने देखिएको छ। लिग 2 अङ्क तालिकाको पुछारमा रहेको दुई टोली बीचको लडाईँ हेर्न लायक नै हुनेछ। 8 टोली सहभागी लिग 2 मा नेपाल 19 खेलमा 12 अङ्क सहित 7औं स्थानमा रहेको छ, जसमा नेपाल 5 खेलमा जित निकाल्दा 12 खेलमा हार बेहोर्न पुगेको छ। अङ्क तालिकाको पुछारमा रहेको युएईले 8 अङ्क जोडेको छ। युएईले 19 खेलमा 15 खेलमा हार र 4 खेलमा जित निकालेको अवस्था छ। पछिल्लो 5 खेलको नतिजामा नेपाल र युएई समान 4 खेलमा हार र 1 खेलमा जित निकालेको अवस्था छ। हेड टु हेडमा 15 खेल हुँदा नेपाल 9 खेलमा विजयी भएको छ भने युएई 6 खेलमा विजयी भएको छ। यस्तोमा एसोसिएट राष्ट्रको एल क्लासिकोका रूपमा रहेको नेपाल र युएई बीचको भिडन्तमा कसले बाजी मार्ला अनि नेपालको तर्फबाट कुन कुन खेलाडी नायक बन्लान्? कृपया आफ्नो राय कमेन्ट बक्समा राख्न नभुल्नुहोला।